किरात राईहरूले उभौली र उधौलीमा सोही सोइला भन्दै साकेला नाचेको त पक्कै देख्नु भएको होला हैन? साकेला हेर्दै आउनु भएको तपाईलाई के साकेलाको उत्पत्ति बारे थाहा छ? साकेलाको रोचक मिथक थाहा पाउनको लागि एपिसोडको अन्त्यसम्म सुन्नुस् ल। आजको एपिसोड मिथक केन्द्रित रहनेछ। मिथक के हो? पुस्तकमा जे लेखिएको त्यही हो त हो, तर त्यति मात्र भने पक्कै होइन, किनभने यस्ता कतिपय अलिखित ज्ञानहरू छन्। के यसलाई चाहिँ उसो भए आधिकारिक नभन्ने त? किरात समुदायको मुन्दुमलाई नै उदाहरणको रूपमा लिन सकिन्छ। मुन्दुम किरातीहरूको एउटा मौखिक दस्तावेज हो। जन्मदेखि मृत्युसम्म मुन्दुममा उल्लेख गरिएको हुन्छ। यद्यपि लिखित दस्तावेज भने कतै भेटिन्न। अंग्रेजीको मिथ शब्द ग्रिसेली भाषाको मिथोसबाट लिएको हो, जसको अर्थ सत्य वा असत्य जेसुकै भए पनि भनिएको कुनै कुरा भन्ने हुन्छ। सामान्यतया मिथकलाई पुरा कथा, असत्य, भ्रमपूर्ण कथा पनि भन्ने गरिन्छ। के त्यसो भए मिथक भ्रम मात्रै हो त? लेखक अमित थेबे मिथक बारे आफ्नो भनाइ यसरी व्यक्त गर्छन्। खोज्दै जानु भने घटना, पात्र र स्थान जम्मा 3टा कुरा जहिले पनि आउँछ क्या मुन्दुममा चाहिँ। पुष्टि गर्नको लागि चाहिँ सम्बन्धित क्षेत्रमा जानुपर्छ क्या। र सम्बन्धित क्षेत्रमा जानु भने सबै कुराहरू भेट्नुहुन्छ। ओडाहरू भेट्नुहुन्छ, ढुङ्गा भेट्नुहुन्छ, तपाईँको ढुङ्गा गाडेको ठाउँ भेट्नुहुन्छ, खोला भेट्नुहुन्छ, डाँडा भेट्नुहुन्छ होइन। सबै कुराहरू अहिले पनि तपाईँको वर्तमान समयमा छ। अनि कथा पनि छ तपाईँको। सो मिथ भनेको चाहिँ तपाईँको कल्पना होइन, मान्छे चाहिँ तपाईँको लोककथा र यो मिथकमा झुकिन्छ कि। मिथक शब्दको अर्थ व्यापक हुने भएकाले यसलाई किटेर अर्थ लगाउन भने त्यति सहज छैन। बृहत नेपाली शब्दकोशमा मनोविज्ञानको आधारमा मानव समाजमा सामूहिक रूपले परम्परा देखिने अचेतनमा रहिआएको कुनै ग्रन्थि भनेर मिथकको परिभाषा गरिएको छ। मूलत आफ्ना आदिम पुर्खाहरूको कथा, व्यथा र इतिहासहरू मिथकमा उनिएका हुन्छन्। मुन्दुम अध्येता भोगीराज चामलिङ मिथक बारे यसो भन्छन्। काठमाडौँ उपत्यकाको त्यो ताल निर्माण भएको र ताल सुकेको जुन मिथक छ, त्यसलाई हामीले जसरी 13,000 वर्षदेखि 17,000 वर्ष अगाडिको इतिहासको खास तथ्य हो सम्बन्धित छ भनेर भन्छौँ, त्यो मुन्दुममा पनि त्यस्तो केही उदाहरणहरू रहेछ क्या। मिथक कथा मात्रै होइन, विज्ञान पनि हो भन्ने आधार यसरी प्रश्न पार्छन् मुन्दुम अध्येता भोगीराज चामलिङ। मुन्दुममा चाहिँ त्यो पितृ पूजा गर्दाखेरिमा कागुनी भन्ने अन्न चाहिँ खुब कुराकानी गर्नुपर्छ क्या। त्यहाँ कागुनी भन्ने चाहिँ त्यो मिलेट प्रजातिको अन्न हो। त्यो फक्सटेल मिलेट भन्दो रहेछ त्यसलाई। त्यो फक्सटेल मिलेटलाई चाहिँ चाइनिजहरूले फ्रे भन्छ, त्यसलाई राई र किराँतीहरूले चाहिँ फेरो भन्छ क्या। चाइनिजहरूले फ्र बनाएर बोल्यो त्यसलाई फ्रे भन्छ। त्यसलाई अलिकति सजिलो बनाएर हामीले चाहिँ फेरो भन्छौँ क्या त्यसलाई। हामीले खेती गर्न जानेको पहिलो अन्न चाहिँ त्यो कागुनी अथवा फेरो हो भनेर हामी भन्छौँ मुन्दुममा। तर आर्कियोलोजिकली के प्रमाणित भएको रहेछ भने त्यो फक्सटेल मिलेटको अथवा मिलेट प्रजातिको सबभन्दा पहिलो खेती चाहिँ चीनको वाङ्गो एरियामा अथवा याङ्जी नदीको त्यो बेसिनमा, त्यो मैदानमा 10,000 वर्ष अगाडि उत्पादन सुरु भएको रहेछ क्या। विश्वमै सबभन्दा पहिला कागुनीको खेती चाहिँ चीनको वाङ्गो या याङ्जी, त्यो दुईटा विवाद त बाँकी नै छ, त्यो पछि टुङ्गेला। तर 10,000 वर्ष अगाडि चाहिँ त्यहाँ खेतीपाती सुरु भएको थियो। मिथक बारे मुन्दुम अध्येताहरूको भनाइलाई नै हेर्ने हो भने पनि मिथक एक कुनै लोककथा मात्र होइन, विज्ञान समेत हो। मिथकहरूलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरू समेत भेटिने हुँदा मिथक एक सजीव र सुन्दर कथा हो। अब भने साकेला उत्पत्तिको कथा बताउनेछौ। नाइमाले पारुहाङको गर्भबाट छोराहरूलाई जन्म दिएपछि तिनीहरूको नौरान गर्न गङ्गटो र धोबिनी चरालाई कलिया बनाई पठाइन्। तमी मिवासा अर्थात् पारुहाङ भएको ठाउँमा पुगी सिलिलिपा गरिरहिन्। सिलीको अर्थ भाका टिप्नु र लोपाको अर्थ हल्लिनु वा नाच्नु हुन्छ। यसरी भाका टिपी हल्ली हल्ली नाच्ने चलन सुरु भयो। यसरी नै साकेला सिलीको उत्पत्ति भएको भन्ने कथा रहेको छ। आजको एपिसोड तपाईलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अर्को एपिसोडमा हामी फेरि फरक मिथकको साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि म सुम्निमा बिदा हुन्छु। हवस् त, नमस्ते।